मेरो प्रश्न देवराज घिमिरेज्यूलाई, जेनजीलाई भोट माग्ने तपाईँको एउटा आधार भनिदिनुहोस्। धन्यवाद। अब मैले जवाब लिन्छु। पहिला सुरु तपाईँबाटै सुरु गरेँ। मेरो लास्ट प्रश्न छ। एकैछिन मेरो लास्ट प्रश्न छ। म जेनजी यही क्षेत्रको मान्छे, म मनिष आचार्य। के भन्न चाहन्छु भने देवराजजीलाई मेरो प्रश्न, उहाँ बुढो मान्छे, हामीलाई चाहिएको भनेको आधुनिक हो, आधुनिक शिक्षा, स्वास्थ्यमा आधुनिकीकरण। तर उहाँ बुढो मान्छे अझै पनि त्यही पुरानै शैली, त्यही पुरानै बाहना, त्यही पुरानै आमा कसममा भोट माग्दै हिँड्दा अब पनि ठाउँ आधुनिक भन्दा पनि तपाईँहरूले अझै बुढै बनाउनुहुन्छ। त्यही भएर मेरो चाहिँ तपाईँहरूलाई चाहिँ भोट बहिष्कारै भन्यो। अहिले एउटा भोट माग्ने आधार चाहिँ के अरे भने मैले बाटो बनाएँ, पुल बनाएँ, भनिसक्नु पर्ने होइन। अब मैले केशवजीबाट सुरु गरेँ। युवराजी यता जेनजीको बारेमा के भन्नुहुन्छ भन्दाखेरि जेनजी नयाँ पुस्ता हो। नयाँ पुस्ताले ठिक ढङ्गबाट अगाडि जानको लागि संसदीय व्यवस्थालाई दह्रो पार्नुपर्छ, राष्ट्रियतालाई मजबुत पार्नुपर्छ र देशको अर्थतन्त्रलाई दह्रो पार्नुपर्छ। देवराजी, उहाँको प्रश्न के भने जेनजीलाई कसरी भोट माग्नुहुन्छ, कसरी फेस गर्नुहुन्छ भन्ने कुरा, के आधारले माग्नुहुन्छ भन्ने भयो। ल जेनजीहरू अर्काको चाडमा लागेर संविधान विरोधी गतिविधिमा